एभ्रिवान, वेलकम टु यु माई युट्युब च्यानल। आज पनि आमासँग कुराकानी गर्दैछु। आमाको कुरा सुन्नु होला। आमा त्यहाँ मल फाल्दै हुनुहुन्छ भैँसीको, अनि आमासँग बसेर कुराकानी गर्छु। अनि आमाको कुराकानी पनि सुन्नु होला, के भन्नुहुन्छ, के भन्नुहुँदो रहेछ। गोबर सुतार गर्न थाल्नु भयो आमा? जोर आहा त्यही त सबै काम एक्लै गर्नुपर्छ हो नि त आमा। आमाले यस्तो राम्रो भैँसी दुने भैँसी पाल्नुपर्छ। दाइ कता हिँड्नु भयो? ए रात परेन र? अब तपाईँले पनि त गर्नेछन् गर्नुभयो कुरामा। त्यही त एक खेप दाउरा ल्याउनु भयो होला हो नि त। एक खेप दाउरा कोदो ठटान भयो, धान मान्नु भयो हो नि त। मुरादुई आहा दुःख छामा सबै काम गर्नुहुन्छ, केही किन्नै पर्दैन आमा। धान त्यसै बनाउनुहुन्छ। यहाँ पानी बसालिदिनु भएको छ, भोलि भ्याइँदैन भनेर आमाले आजै। एक्लै बुढी मान्छेले यति धेरै काम गर्नुहुन्छ, यति दुःख गर्नुहुन्छ कि गोबर फाले गोबर फालेर अब फेरि खाना पकाउन जानुहुन्न हो नि त आमा। ए आमालाई यति दुःख छ, दुःख नि धेरै गर्नुहुन्छ आमा। घाँस काट, बिहानभर खाना पकाऊ, त्यहाँ त भाँडा मोल, त्यसपछि फेरि दाउरा जाऊ, त्यहाँ त घाँस काट, त्यहाँ त फेरि कोदो ठटाऊ, धान ठटाऊ, सिलाम ठटाउनु हुने भोलि फेरि। सिलामको पात झारेर यहीँले सुकाउने कतै टन्ना यसमा फाल्नुहुन्छ आमाले मल। गाडी त ल्याइदिउँ पोथीलाई त्यहाँ चोप दिएको के गएछ नानी।